हेलो सो गाइस सजिलो सिबुखे हजुरहरूलाई फेरि आजको नयाँ भिडियोमा फेरि पनि वेलकम छ है गाइस हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला म एकदम सन्चै आरामै छु म चाहिँ एकदम सुन्दर हरियाली ठाउँमा जाँदैछु है गाइस यस्तो कस्तो हरियाली देखिरहेको छ हाम्रो गोर्खाला प्राक्तिर चराचुरुङ्गीहरूसँग रमाउँदै हिँड्दै म एक्लै है गाइस हो के गर्ने अब गाउँघरमा बर्खा महिना लागिसक्यो है के गर्ने अब यस्तै कुहिरोभित्र जानुपर्छ है गाइस के गर्ने यस्तै छ गाउँले जिन्दगी अब के गर्ने उता ढकमक्क कुहिरो लागिरहेछ अनि यता मेरो सुन्दर दृश्य चराचुरुङ्गीहरू अहो यस्तो सुन्दर ठाउँमा यस्तो गहिरो यस्तो लागे पनि कस्तो सुन्दर ठाउँ देखिरहेछ हरियाली मेरो गाउँठाउँ हो यहाँ न जराहरू पनि कराउँदैछ मेरो साउन्ड पनि सुन्नुपर्छ भनेर उनीहरू उता टाढाबाट कराउँदैछ जराहरू नि है गाइस हो हाम्रो गोर्खा लाप्राको जराहरू यता छ ओ यहाँ कस्तो भनिरहेको छ जराहरूलाई यस्तो त्यहाँ टुप्पा बसिरहेको छ जरा चाहिँ एकदम राम्रो रहेछ जरा चाहिँ के को नाम जराको नाम चाहिँ के हो मलाई थाहा छैन एकदम राम्रो जराहरू छ रहेछ हाम्रो गोर्खा लाप्राकोमा नि है ओहो यस्तो छ के गर्ने सस्ता हावापानी के सस्ता हावापानी हरियाली पातापुर वनपाखा ओ माई गड म त यस्तो ठाउँ यस्तो गाउँठाउँ देखेर हो के कतै पनि जान मन नलाग्ने होइन साथीहरू सबै विदेशतिर पुगिसक्यो म चाहिँ यही गाउँमा गएँ यही गाउँमा बसिरहने है के गर्ने त्यही भएर म चाहिँ आफ्नो गाउँठाउँ हरियाली वनपाखा छोड्न नसकेर होइन यस्तो चराचुरुङ्गीहरूसँग रमाउँदै हिँड्ने बानी भएर म चाहिँ विदेश नगएको गाइजहरू है अब के गर्ने अब गाउँठाउँमै जन्मिने अब गाउँठाउँमै हुर्केर अब बस्नु मन लाग्ने अब के गर्ने गाइज यस्तै छ मेरो जिन्दगी बेहाल जिन्दगी छ म एक्लै रमाउँदै हिँडिरहेको छु है गाइज के गर्ने म एक्लै मान्छे एक्लै हो के गर्ने यता गहिरोसँग चराचुरुङ्गीहरूसँग रमाउँदै होइन वनपाखा हरियाली आहा यस्तो छ यति नै हो लभ यु अल बाई